Hello guys, welcome to my another video. I hope you are fine. आज चाहिँ म लास्टै बोर भयो हैन, 2-3 दिन भयो पानी परेको, त्यही भएर आज चाहिँ यसो घुम्ने भनेर घरदेखि निस्किन्छु। तर पानी पर्न लाग्यो जस्तो छ। पानी चाहिँ परेको छैन आज बिहानदेखि। बादल पनि लागिरहेछ। म चाहिँ आज यसो पुरातिर जाउँ त के छ कसो छ हैन। लास्टै बोर लाग्यो के 2-3 दिन भइसक्यो हैन। त्यही भएर हेर्न भल पनि आएको छ हैन। यो चाहिँ पत्रे खोला हाम्रो पत्रे खोला हो। एकदम भल आइरहेछ। अहिले चाहिँ म ठ्याक्कै यो खैरा डाबर आदर्श ड्राइभिङ सेन्टर भन्ने ठाउँमा आइसकेको छु म है। मैले गाडी सिक्ने ठाउँ पनि यिनै हो। म तपाईहरुलाई अर्को भिडियोमा ल्याइदिउँला यहाँ। हाम्रो यतातिर चाहिँ अलि फाटे जस्तो लाग्यो हैन। अलि घाम लाग्न लाग्यो जस्तो लाग्यो। यहाँ एकछिन काम छ, यसो यतातिर जानु पर्यो। अच्छा 113 स्पिड गाइज यार। 150 पल्सरमा 113 स्पिड मामो। अहिले म चाहिँ नारायणपुर आइसक्यो हैन। म चाहिँ लास्टै बोर के 2-3 दिन भइसक्यो घरमा बसी झ्याउ मात्रै। त्यही भएर यसो बाहिरको माहौल पनि कस्तो छ बुझिदिउँ भनेर हिँडेको हैन। केटाहरु पनि कोही छैनन् यार। एउटा सानो भाइलाई लिएर म हिँडेको छु। म चाहिँ अहिले नारायणपुर आएको छु। यहाँदेखि तपाईहरु हापुर जान सक्नुहुन्छ। हापुर हुँदै दह बारुकुने दह जान सक्नुहुन्छ गाइज है। अनि यहाँ सानोतिनो एउटा बजार नै छ।
भोराई बजार आइसकेको छु है। यहाँ चाहिँ घाम पो लागेको छ क्या, अचम्म छ यार। वहाँ चाहिँ पानी परिरहेको छ, यहाँ घाम लागेको छ, कस्तो अचम्म। यो चाहिँ भोराईको दामोदर चौक हो, म तपाईँलाई सरल भोराईको बजार होइन सर्टकटमा देखाउँछु। यता यो चाहिँ सिधै अगाडि गएको चाहिँ उता बस पार्क जाने बाटो हो। यता चाहिँ यो के भन्छ है, शहीद लखन मार्ग जाने बाटो। यो शहीद लखन मार्ग हो, शहीद लखन चोक हो। यो पार्क जस्तो छ कि भित्र होइन, ठुलो छ, त्यसलाई टक्क फन्न घुमाउने हो। यताबाट जाने गाडी चाहिँ लेफ्ट साइडबाट र उताबाट आउने गाडी चाहिँ राइट साइडबाट हो हिँड्ने। यो शहीद लखन पार्क रहेछ, त्यो अगाडि लेखेको रहेछ, थाहै भएन है। म त्यस्तै लागेको थियो र भनेको अब धेरै हेरिन्न नि त, अब केटाहरू भनेको कहाँ त्यस्तो हेर्छन् नि, थाहा छ नि त तपाईँहरूलाई पनि। यहाँबाट नि यो लेफ्ट साइडबाट पनि बसबाट जान्छ त, तर यो बाटो यहाँ माथिदेखि अटोहरू लाग्छ नि यता हापुर जाने, हापुर बिजौरी, हापुर बटलपुर, हापुर रमना, लिङवार, अग्रम बग्रम के भन्छन् नि हो त्यही ठाउँतिर। हामी चाहिँ हाम्रो यताबाट भएर पत्ली गल्ली छिरेर भित्रबाट जान्छ। कस्तो स्पिड आएको यार बाइक लिनु, मान्छे कमसेकम हुन्छ नि त, बिस्तारै लगाउनु त छैन। मोर भन्दैछु यस्तो हुन्छ कि हो कि यार, भनेको पनि नमान्नु। यो चाहिँ हाम्रो भोराईको है फेन्सी पसलहरूको मार्केट नै हो, रोड हो, फेन्सी पसल रोड। त्यसपछि हामी फेन्सी पसल रोड भएर अनि तल झरेर अनि यो हस्पिटल रोड जान्छौँ। त्यसपछि हस्पिटल रोडबाट ट्राफिक पोस्ट हुँदै सिधै उता लमै जाने बाटो भएर फेरि फर्केर आउँछौँ। फर्केर आएर हाम्रो आजको भिडियो त्यत्तिकै इन्डिङ हुन्छ है गाइज। हेर्दै गर्नु होला, भिडियोलाई नकटाएर हेरिदिनु होला। राम्रो लागेको छ भने सेयर सब्सक्राइब गर्न नबिर्सनु होला, एकदम सपोर्ट गरिदिनु होला गाइज। मैले हालिरहेका भिडियोहरू कस्तो लाग्छ, के लाग्छ होइन, यसमा के मिलेको छैन, कमी कमजोरीहरू पनि कमेन्ट गरिदिनु होला। अब किनकि भर्खर सुरुवात गरेको, धेरै नै बिग्रिन सक्छ गाइज है, त्यही भएर कमेन्ट गर्न चाहिँ नबिर्सनु होला।